हेलो साथीहरू, गुड मर्निङ। तपाईँहरू कस्तो हुनुहुन्छ? आशा गर्दैछु राम्रै हुनुहुन्छ होला। मलाई पनि आज बिहानको हतार छ। आमालाई चाह दिएँ मैले पनि एक कप चाह खाएर आज मेरो आधार कार्ड लक भएको थियो भनेर पोस्ट अफिस जाने थोडा काम निक्लेछ। आमालाई भने तिमीलाई चाह दिएर म जान्छु भनेर भने। तपाईँले सोच्नुहुन्छ होला आमा भन्छु कसको आमा हो, किन्तु सासु आमा त हुनुहुन्न। मेरो आमा मेरो साथमै रहनुहुन्छ। त्यही मैले आमालाई तिमी भन्छु, अरू सानोबाट अब भन्ने बानी भयो। हजुर तपाईँ त अब हाम्रो केटाकेटी लैला हामीलाई भन्छन्। त्यही अब यहाँ आमालाई दिएर त्यहाँबाट मैले पनि एक कप चिया खान्छु। खाएर अनि त्यहाँबाट 10 बजेको पछि निक्लिन्छु। बिहानको टाइममा त यस्तै हो। टाइम त हमेसा बिजी। अब ड्युटी त पहिला आगे राख्न पर्यो। बिहान 7 बजे नगइकन हुँदै हुन्न। यहाँ आएर फेरि एकछिनमा आएर फेरि आमालाई नास्ता पानी चिया घरमा पनि गर्ने मान्छे छैनन्। आमा र मै हो, छोराहरू बाहिर रहन्छन्। त्यही हो, भागादौडीलाई दिन गइरहेको छ। अरू हुन्छ त नेक्स्ट भिडियोमा भेटौँला। तपाईँहरू हेर्दै बस्नुहोस् ल।